आदरणीय मित्रहरू नमस्कार। पुनः आज पनि मैले कक्षा 4 को नेपाली विषयको दैनिक पाठयोजनालाई लिएर आएको छु। आशा छ यो भिडियो नेपाली विषय अध्यापन गर्ने तथा अन्य सम्बद्ध सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहनेछ। तपाईहरु कुनै जिज्ञासा भएमा कमेन्ट गर्नुहोला भन्ने अनुरोध पनि तपाईहरुमाझ पेश गर्न चाहन्छु। मित्रहरू, शिक्षण सिकाइलाई सरल, सहज, व्यवस्थित र प्रभावकारी, समय सापेक्ष र वैज्ञानिक बनाई पाठ्यक्रमका विषयवस्तुलाई उपयुक्त शिक्षण सामग्री र विधिका माध्यमबाट विद्यार्थी समक्ष अर्थपूर्ण रूपमा पुर्याउन हरेक शिक्षकले पाठयोजना बनाई सोही मुताबिक शिक्षण सिकाइ क्रियाकलापहरूलाई अगाडि बढाउनु पर्ने हुन्छ। विद्यार्थीको रुचि, चाहना, आवश्यकता, क्षमता, परिवेश, विषयवस्तु लगायतका विभिन्न पक्षहरूलाई ध्यान दिई निर्माण गरिएको पाठयोजनाले शिक्षकलाई शिक्षण सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। के कस्ता शिक्षण सिकाइ उपलब्धि हासिल गर्न, के कस्ता शैक्षिक सामग्री र कुन कुन शिक्षण विधिहरूको उपयोग गर्ने, विषयवस्तुलाई विद्यार्थी समक्ष सहज रूपमा पुर्याउन र सिकाइलाई दिगो तथा प्रभावकारी बनाउन के कस्ता शिक्षण सिकाइ क्रियाकलापहरू गर्ने तथा पाठ्यक्रमले राखेका अपेक्षित उद्देश्य पूरा भए भएनन् भन्ने कुरा निर्धारण गर्न हरेक शिक्षकले हरेक विषयको दैनिक पाठयोजना बनाई शिक्षण गर्नुपर्ने हुन्छ। मित्रहरू, अब लागौं दैनिक पाठयोजना कक्षा 4 नेपाली विषयको निर्माण गर्दा चाहिने सामग्रीहरू। खास गरेर दैनिक पाठयोजना निर्माण गर्दाखेरि हामीले निम्नलिखित सामग्रीहरूको सहायता लिनुपर्ने हुन्छ। पाठ्यक्रम, शिक्षक निर्देशिका, पाठ्यपुस्तक, वार्षिक कार्यतालिका, वार्षिक शिक्षण योजना, एकाइ योजना, अन्य सन्दर्भ तथा सहायक सामग्रीहरू। यी सामग्रीहरूको उपयोग गरेर हामीले दैनिक पाठयोजना तयार गर्नुपर्ने हुन्छ। मित्रहरू, दैनिक पाठयोजनाका अङ्गहरूलाई मैले दुई भागमा विभाजन गरेको छु। यी सहायक अङ्ग र मुख्य अङ्गहरू। सहायक अङ्गमा यहाँ विद्यालयको नाम छ, आफ्नो विद्यालयको नाम लेखेको छ। त्यस्तै गरेर यहाँ विषय नेपाली कक्षा 4, त्यस्तै गरेर एकाइ पाठ 2 पिरियड पहिलो, त्यस्तै पाठ शीर्षकमा सुनको मूर्ति, समय 1 घण्टा। अब तपाईले 45 मिनटको छ भने 45 मिनट लेख्नु होला। विधा, कथा, विद्यार्थी संख्या, यो कक्षामा गइसकेपछि हामी छात्र छात्राको विवरण लेख्छौं। त्यस्तै गरेर पाठ्यवस्तुमा हामीले यो दिन अध्यापन गर्ने पाठ्यवस्तु भनेको सन्दर्भ पहिचान, समयबद्ध स्वशर पठन अनुच्छेद 1 देखि 5 सम्म र उच्चारण, अर्थ र वाक्यमा प्रयोग। यसरी यी विषयवस्तु, यी पाठ्यवस्तुको हामी अध्ययन अध्यापन गर्नेछौँ र शिक्षकको नाममा अध्यापन गर्ने शिक्षकको नाम उल्लेख गर्नु पर्दछ। यस्तै गरेर पाठयोजनाका मुख्य अङ्गमा विशिष्ट उद्देश्य। आजको यो सुनको मूर्ति कथा विधामा हामी खास गरेर 3 वटा उद्देश्य प्राप्तिका लागि शिक्षण सिकाइ कार्यकलापलाई अगाडि बढाउनेछौँ। पहिलो छ पाठ्यकथाको सन्दर्भ पहिचान गरी विद्यार्थीहरू छलफल गर्न सक्षम हुनेछन्। दोस्रो, गति, यति र विराम चिन्ह ख्याल गरी समयबद्ध स्वशर पठन पाठन गर्न। र तेस्रो छ पाठगत शब्दको उच्चारण र अर्थ सिकी वाक्यमा प्रयोग गर्न। यी पाठ्यक्रमका सिकाइ उपलब्धिहरू प्राप्तिका लागि हामीले त्यो आजको कक्षालाई अगाडि बढाउनेछौँ। यो कक्षा वा यो शिक्षणका लागि हामीले निम्नलिखित शैक्षिक सामग्रीहरू उपयोग गर्नेछौँ। मैले शैक्षिक सामग्री 2 भागमा बाँडेको छु। दैनिक प्रयोगका शैक्षिक सामग्रीहरू, यसमा पाठ्यपुस्तक, नोट कपी, सेतो पाटी, कालो पाटी, चक, डस्टर, मार्कर लगायतका विषयवस्तुहरू जो हामी दैनिक रूपमा प्रयोग गरिरहेका हुन्छौँ। त्यस्तै गरेर विषयवस्तुसँग सम्बन्धित सामग्रीहरूमा पूर्व पठन खण्डका चित्रहरू, शब्दपत्ती, अर्थपत्ती, वाक्यपत्ती, शब्दकोश जे छ तपाईहरुसँग यी जे प्रयोग गर्न सकिन्छ यी सामग्रीहरूलाई हामी यहाँ उल्लेख गर्न सक्छौँ। त्यस्तै गरेर अर्को महत्त्वपूर्ण अङ्ग भनेको शिक्षण सिकाइ सहजीकरण क्रियाकलाप अथवा शिक्षण सिकाइ क्रियाकलाप। यसमा खास गरेर एउटा शिक्षकले कक्षा कोठामा प्रवेश गरिसकेपछि त्यो पिरियड भर के कस्ता क्रियाकलापहरू गर्ने, विद्यार्थीलाई के कस्ता क्रियाकलापहरू गराउने, समूह कार्य कसरी गर्ने, शिक्षकले त्यो कक्षा अथवा शिक्षण सहजीकरण कसरी गर्ने, के कस्ता छलफल गर्ने, के कस्ता प्रश्नोत्तर गर्ने, के कस्ता शैक्षिक सामग्रीहरू प्रदर्शन गर्ने लगायतका क्रियाकलापहरू हामीले यसमा उल्लेख गर्नुपर्ने हुन्छ। अब यहाँ मैले यी शिक्षण सिकाइ क्रियाकलापलाई सुरुवाती क्रियाकलाप र विषयवस्तु सम्बद्ध क्रियाकलाप भनेर उल्लेख गरेको छौँ। सुरुवाती क्रियाकलाप, शिक्षकले कुनै छोटो लोककथा सुनाउने र विद्यार्थीलाई सिकाएका लागि ध्यान आकर्षण गर्ने। सबभन्दा पहिला विद्यार्थीको ध्यान आकर्षण गर्ने। दोस्रोमा अघिल्लो दिनको सिकाइ क्रियाकलापको बारेमा छलफल गर्ने, अघिल्लो दिनको सिकाइको पुनरावलोकन गर्ने। र तेस्रोमा छ आजको दिनको सिकाइका विषयवस्तु सम्बन्धमा विद्यार्थीहरूलाई शिक्षकले जानकारी गराउने।
यो सुरुवाती क्रियाकलापमा विद्यार्थीको ध्यान आकर्षण गरिसकेपछि हामीले गर्नुपर्ने क्रियाकलापहरू हुन्। त्यस्तै गरेर अर्को छ मैले उल्लेख गरेको विषयवस्तु सम्बद्ध सहजीकरण क्रियाकलापहरू। विषयवस्तुसँग सम्बन्धित के क्रियाकलापहरू गर्ने भन्ने यसमा उल्लेख गरेको छु। 1 मा पूर्व पठन खण्डका चित्रहरू प्रस्तुत गर्ने, सम्भव भएसम्म प्रोजेक्टरको प्रयोग गर्ने, यदि सम्भव भएन भने चार्टको माध्यमबाट पनि हामी प्रयोग गर्न सक्छौँ। दोस्रो छ प्रस्तुत गरेका चित्रका सम्बन्धमा विद्यार्थीहरूलाई आफ्ना धारणा व्यक्त गर्न लगाउने र आपसमा छलफल गर्न लगाउने। तेस्रो छ निर्दिष्ट पाठका विभिन्न अनुच्छेद फरक फरक बेन्चका विद्यार्थीलाई पढ्न लगाउने। यसरी पढ्न लगाउँदा पठन क्षमता कमजोर भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिने। चौथो छ विद्यार्थीहरूले यति गति विराम चिन्ह ख्याल गरेर ससुर वाचन गरे नगरेको अवलोकन गरी आवश्यक रूपमा शिक्षकले सिकाइ सहजीकरण गर्ने। 5औँमा छ एउटा विद्यार्थीले ससुर पठन गरिरहँदा अन्य विद्यार्थीहरूलाई उच्चारण, अर्थ र वाक्यमा प्रयोग गर्न सिक्नुपर्ने शब्द टिपोट तथा रेखाङ्कन गर्न लगाउने वा उनीहरूलाई निर्देशन दिने। त्यस्तै गरेर 6औँमा विद्यार्थीले टिपोट गरेका शब्द शिक्षकले शैक्षणिक पाटीमा अथवा कालो पाटी सेतो पाटी जे छ त्यसमा लेख्ने र विद्यार्थीहरूबाट उच्चारण र अर्थ खोजी वाक्यमा प्रयोग गर्न लगाई आवश्यक सिकाइ सहजीकरण गर्ने। अर्थात् विद्यार्थीहरूबाट नै अर्थ खोज्ने, विद्यार्थीहरूबाट नै वाक्यमा प्रयोग गर्न लगाउने। यदि विद्यार्थीहरूबाट सम्भव भएन भने शिक्षकले चाहिँ सहजीकरण गरिदिने, सहयोग गरिदिने। त्यस्तै 7औँमा विद्यार्थीलाई उच्चारण गर्न सिकाउँदा अक्षरीकरण गरी सिकाउने र 2-3 पटक उच्चारण अभ्यास गर्न लगाउने। जस्तै जङ्गल जङ्गल, चिन्तित चिन्तित। यसरी 2-4 पटक चाहिँ बालबालिकाहरूलाई उच्चारण अभ्यास गराउनु पर्दछ। 8 शब्दको अर्थ सिकाउँदा शब्दपत्ति, अर्थपत्ति, हाउभाउ, वास्तविक वस्तु, चित्र, शब्दकोश आदिको उपयोग गरी सिकाउने। यी शैक्षिक सामग्रीहरू हामीले चाहिँ प्रस्तुत गर्ने भनेको हो। त्यस्तै 9 वाक्यमा प्रयोग सिकाउँदा 4-5 शब्दका छोटा र सरल वाक्यको निर्माण गर्न सिकाउने। धेरै लामो वाक्य पहिला नसिकाउने, छोटा शब्दहरू सिकाउने। जस्तै मानौ निधो छ, हामीले कथा पढ्ने निधो गऱ्यौँ। देश छ, मेरो देशको नाम नेपाल हो अथवा मेरो देश नेपाल हो। नेपाली छ, म नेपाली हुँ। सगरमाथा छ, विश्वको सर्वोच्च शिखर सगरमाथा हो अथवा सगरमाथा नेपालमा पर्छ। यसरी छोटो वाक्यहरूमा छोटा शब्दहरूमा वाक्य बनाउनु लगाउनु पर्छ। 10 मा छ शिक्षण सिकाइ क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई निश्चित समय दिई निर्दिष्ट पाठको तेस्रो अनुच्छेद ससुर वाचन गरी पढ्न लगाउने र कुनै विद्यार्थीलाई समय हेर्न लगाउने। अथवा पहिलो, दोस्रो, तेस्रो यो ससुर वाचन गर्न लगाउने। उसले कति समयमा शुद्धसँग चाहिँ ससुर वाचन गर्न सक्यो, पढ्न सक्यो हेर्ने। 11 विद्यार्थीहरूले के कति समयमा पढ्न सके छलफल गरी सबैभन्दा छिटो पढ्ने विद्यार्थीलाई बधाई दिँदै सहभागी सबै विद्यार्थीका लागि ताली बजाउन लगाई आवश्यक सिकाइ सहजीकरण गर्ने। अब त्यसमा चाहिँ सबभन्दा शुद्ध तरिकाबाट छिटो समयमा कसरी सक्यो, फर्स्ट, सेकेन्ड, थर्ड बनाएर उनीहरूलाई चाहिँ धन्यवाद बधाई दिँदै अनि त्यो कक्षालाई ताली बजाउन लगाउने र आवश्यक कुरामा पुनः शिक्षकले सहजीकरण गर्दै कक्षालाई चाहिँ अन्त गर्नु पर्दछ। अब आयो मूल्याङ्कन। मूल्याङ्कनमा दिएका अर्थ उच्चारण गर्न लगाउने। अब यो व्यक्तिगत रूपमा, व्यञ्जगत रूपमा वा क्लासगत रूपमा कसरी चाहिँ सम्भव हुने हो, त्यहाँ प्रभावकारी कसरी त्यही अनुसार गर्ने। जस्तै अब उच्चारण इमान्दार, बसो, चङ्खे, मूर्ति, पुर्खा लगायतका शब्दहरूलाई हामी अब कालो पाटीमा सेतो पाटीमा लेखेर विद्यार्थी उच्चारण पनि गर्न लगाउन सक्छौँ। अथवा प्रोजेक्टरको माध्यमबाट चाहिँ हामीले चाहिँ स्लाइड देखाएर पनि उच्चारण गर्न लगाउन सक्छौँ वा चार्टहरू देखाएर पनि उच्चारण गर्न लगाउन सक्छौँ र मूल्याङ्कन गर्छौँ। त्यस्तै वाक्यमा अर्थ लेखी वाक्यमा प्रयोग गर्नेमा दिएका शब्दको अर्थ लेखी वाक्यमा प्रयोग गर्नुहोस्। जस्तै बेला, गहना, बगाल, मख, मूर्ति। अब यसलाई पनि माथिल्लो जस्तै हो, प्रोजेक्टरको माध्यमबाट हामी सो गरेर त्यसको अर्थ र वाक्यमा प्रयोग गर्न लगाउन पनि सक्छौँ। कालो पाटी सेतो पाटीमा लेखन लगाएर अथवा विद्यार्थीलाई स्वयं लेखन लगाएर पनि वाक्यमा प्रयोग गर्न लगाएर विद्यार्थीको मूल्याङ्कन गर्न सक्छौँ। त्यस्तै गरेर पाठको पहिलो अनुच्छेद ससुर वाचन गर्न लगाउने, ससुर वाचन पहिलो अनुच्छेद गर्न लगाउन सक्छौँ अथवा दोस्रो अनुच्छेद, तेस्रो अनुच्छेद, चौथो अनुच्छेद। यसरी पनि विद्यार्थीहरूले ससुर वाचन शुद्ध तरिकाबाट गर्न सकेनन्। अथवा हाम्रा पाठ्यक्रमका अपेक्षित उद्देश्य अथवा हामीले जुन उद्देश्यहरू राखेका छौँ, विशिष्ट उद्देश्य, ती उद्देश्यहरू हामीले प्राप्त गर्न सक्यौँ वा सकेनौँ भन्ने कुरा यसमा हामी चाहिँ मूल्याङ्कन गर्छौँ।
र यदि हामी उद्देश्य प्राप्त गर्न सक्यौँ भने विद्यार्थीले सिकाइ सहज किसिमबाट ग्रहण गर्न सके र हामी पनि सफल हो भन्ने अर्थ लाग्छ। र त्यस्तै गरेर विद्यार्थीले सिकेको कुरा पुनः स्मरण होस् भन्नका लागि गृह कार्य दिने चलन छ। र हामी बालबालिकाहरूलाई जस्तै यहाँ मैले सुनको मूर्ति कथाको अनुच्छेद 1 देखि 5 सम्म शुद्धसँग लेखेर ल्याउने भनेर दिएका छौँ। यसरी दिन सक्छौँ र हामी कुनै त्यो पाठलाई पुनः स्मरण गर्न सक्ने किसिमको गृह कार्य दिन सक्छौँ, जसले गर्दाखेरि विद्यार्थी घरमा गएर पनि पढ्न सक्छन् अनि शिक्षकको हस्ताक्षर प्रको हस्ताक्षर छ। यसरी हामी एउटा साना कक्षा 4 को पनि पाठयोजना बनाई शिक्षण गर्न सक्छौँ। पाठयोजना बनाएर शिक्षण गर्ने हो भने शिक्षकलाई कुनै पनि समस्या आउँदैन र विद्यार्थीहरूले पनि सहज किसिमबाट विषयवस्तुलाई ग्रहण गर्न सक्छन्। किनकि हामी योजनाबद्ध तरिकाबाट के गर्ने, कसो गर्ने, के शैक्षिक सामग्री प्रयोग गर्ने, के शिक्षण विधिहरू प्रयोग गर्ने, विद्यार्थीहरूले चाहिँ सिके नसिकेको कसरी मूल्याङ्कन गर्ने, एउटा प्रिपेयरको रूपमा, पूर्व तयारीको रूपमा हामी त्यहाँ गएको हुँदाखेरि शिक्षकले पनि एउटा चाहिँ कति पनि अनइजी फिल नगरेर शिक्षण सिकाइ एउटा रमाइलो वातावरणमा चाहिँ गर्न सक्छ भने विद्यार्थीहरूले पनि रमाइलो वातावरणमा चाहिँ पाठ्यक्रमहरूका विषयवस्तुलाई ग्रहण गर्न सक्छन्। सिकाइ प्रभावकारी, दिगो, फलदायी हुनसक्छ, जसले गर्दाखेरि विद्यार्थीहरूको समय पनि प्रभावकारी हुन्छ र हामीले शिक्षण गरेको समय पनि चाहिँ फलदायी हुन्छ। मित्रहरू, त्यसैले तपाईँहरूलाई पनि फेरि कुनै क्लासको चाहिँ, कुनै कक्षाको चाहिँ पाठ्यक्रम चाहियो भने कृपया कमेन्टमा लेख्नुहोला र मैले पुनः पाठ्यक्रम बनाएर प्रस्तुत गर्नेछु। तपाईँहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सेयर र सब्सक्राइब गर्नुहोला। भिडियो अहिलेसम्म हेर्नुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै पुनः भिडियोमा उपस्थित हुने वाचा गर्दै अहिले बिदा हुन्छु। हस्, नमस्कार।